आजको कथा एक सानी नानीको हो। नानी माया धेरै हँसली थी। ऊ बिहान उठ्ने बित्तिकै मुस्कुराउँथी। तर आज जब ऊ उठी उसले आफैलाई सोधी, किन म हँस्न सकिरहेकी छैन? त्यो बिहान पहिलाभन्दा केही फरक थियो। उसको मन अलिकति उदास थियो। घाम चम्किरहेको थियो। चराहरू गुनगुनाइरहेका थिए। तर नानी माया चुपचाप बसिरहेकी थिई। ऊ ओछ्यानबाट उठी र बगैँचातिर लागी। त्यहाँ उसले पुतालीहरू देखी। पुतालीले रङ्गीचङ्गी पखेटा फटफटाउँदै भनिन्, नानी माया, आज तिमी मुस्कुराएको देखिन् नि। नानी माया केही नबोली अगाडि बढिन्। फूलहरू पनि हावामा हल्लिँदै थिए, जसले उनलाई जति बेला पनि खुसी पार्थे। तर आज ती फूलहरू पनि उनलाई रमाइलो लागेन। अनि ऊ आफ्ना साथीहरूसँग भेट्न गई। बिरालो, कुकुर, खरायो सबै साथीहरू नजिकै खेल्दै थिए। उनीहरूले पनि नानी मायालाई हेरेर भने, हामीसँग खेल्न आऊ न। तर नानी माया सधैँझै हाँसी हाँसी नबोली। के तिमी बिरामी छौ? नानी माया बिस्तारै भनी, म बिरामी त होइन, तर मेरो हाँसो हराक जस्तो लाग्छ। त्यसपछि बिरालोले उनलाई आइनासामु उभ्यायो। नानी माया आइनामा हेर्दै थिइन्। त्यति बेला एउटा हावाको झोकाले उनको कपाल उडायो र सँगै उनको अनुहारमा हल्का मुस्कान आयो। त्यो देखेर सबै साथीहरू खुसी भए। हेर त तिम्रो हाँसो त तिमी भित्रै रहेछ, बिरालोले भने। त्यसपछि त नानी माया हाँस्नी थालिन्। पहिले भन्दा अझ मिठो हाँसो। उसले महसुस गरिन्, कहिलेकाहीँ हाम्रो हाँसो हराको जस्तो लाग्छ, पर त्यो त हाम्रो मनभित्रै कतै लुकेको हुन्छ। थोरै साथ, थोरै माया अनि रमाइलो सोच, यी साना कुरा हराको जस्तो लाग्ने मुस्कान फर्काउन काफी छन्।